मेरो बुढा भलक गराउन रहर मान्नुहुन्छ तर बोल्न जान्नुहुन्न लाज मान्नुहुन्छ भलकमा बोल्न अनि नम्बरमा पायो भने त फेरि नम्बरमा यति राम्रो गफ गर्नुहुन्छ नि नम्बरमा पायो भने त फेरि नम्बरमा यति राम्रो गफ गर्नुहुन्छ नि। हेलो गाइस, मेरो मिनी भलकमा हजुरहरूलाई स्वागत छ। आज हामी माइत जान लागेको अनि माइत जाने कोसेलीहरू बोकेको। कोसेली मेरो बुढाले सबैभन्दा थोरै बोक्नु भएको छ, मैले धेरै बोकेछु। मेरो बुढा भलक गराउन रहर मान्नुहुन्छ तर बोल्न जान्नुहुन्न, शर्माउनुहुन्छ के लाज मान्नुहुन्छ होइन? लाज मान्नुहुन्छ भलकमा बोल्न अनि नम्बरमा पायो भने त फेरि नम्बरमा यति राम्रो गफ गर्नुहुन्छ नि। खत्म कठेबरी हामी अहिले रानीघाटबाट हिँड्दैछौँ। अलि छिटो आउनु क्या, मौसम अघि पानी आएको थियो, अहिले भने नि अहिले अलि उज्यालो उज्यालो भएको छ, ठिक्कको भएको छ, घाम पनि भएको छैन, पानी पनि आएको छैन। ए हतौरी घाटको खोला, हतौरी घाटको खोला कट गरेर हाल्नु है बुढो। माइत आउनु पाएछ भने कोही सुत्छ त अनि। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।